म तिमीलाई 4वटा सन्दर्भहरू दिन गइरहेको छु। मत्ती 28 अध्याय त्यसको 18 पद उद्धृत गर्दै येशूले पृथ्वीमा विश्वासीहरू र नै ती व्यक्तिहरू हुन् जोसँग शैतानमाथि अधिकार छ भन्ने सत्यता व्याख्या गर्न सुरु गर्नुभयो। मत्ती 28 को 18 येशू उनीहरू कहाँ आउनुभयो र उनीहरूलाई भन्नुभयो, स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिएको छ। प्रभु येशूले भन्नुभयो, जब म पृथ्वीबाट बौरिएर उठे, मैले तुरुन्त चेलाहरूलाई भने, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ। मत्ती 28 को 18। प्रभु येशूले भन्नुभयो, यदि तिमी मत्ती 18 पदमै रोकियौ भने तिमी मलाई यस्तो प्रश्न गर्न सक्छौ, प्रभु येशू, पृथ्वीमा शैतान तथा भूत आत्मामाथि तपाईसँग अधिकार छ। पृथ्वीमा शैतान विरुद्ध तपाईँ के गर्न सक्नुहुन्छ? केही गर्न सक्नुहुन्छ किनभने यो पदले तपाईसँग अधिकार छ भनेको छ। तर हेर, मैले आफ्नो अधिकार मण्डली अर्थात् विश्वासीहरूलाई हस्तान्तर गरेँ। मैले तुरुन्त यसो भने, यसकारण जाऊ। मत्ती 28 को 19 अनि 20। यसकारण जाऊ र सबै देशका जातिलाई चेला बनाऊ, पिता पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा दिऊ। मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालना गर्न तिनीहरूलाई सिकाऊ। हेर, यस युगको अन्तसम्म म सधैँ तिमीहरूको साथमा छु। मर्कुस 16 अध्याय त्यसको 15 र 17, 15देखि 17। अनि उहाँ येशूले तिनीहरूलाई भन्नुभयो, सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर। विश्वास गर्ने र बप्तिस्मा लिनेले उद्धार पाउनेछ। विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्। मेरो नाउँमा तिनीहरूले भूतहरू धपाउनेछन्, तिनीहरूले नयाँ भाषाहरू बोल्नेछन्। प्रभु येशूले मलाई भन्नुभयो, ममाथि विश्वास गर्नेसँग हुने पहिलो चिन्ह यो हो, तिनीहरूले मेरो नाउँमा दुष्ट आत्माहरू निकाल्नेछन्। विश्वासीहरूसँग अधिकार नभएको भए उनीहरूले दुष्ट आत्माहरू निकाल्न सक्ने थिएनन्। मैले मण्डलीलाई त्यो अधिकार दिएको छु। वास्तवमा त्यसलाई यसोभन्दा उत्तम हुन्छ। मेरो नाममा विश्वासीहरूले शैतानमाथि आफ्नो अधिकार प्रयोग गर्नेछन्। धेरै पटक क्रिस्चियनहरू प्रश्न गर्छन्, किन परमेश्वरले शैतानलाई यस पृथ्वीमा दुष्ट काम गर्ने अनुमति दिनुहुन्छ? किन परमेश्वरले शैतान विरुद्ध केही गर्नुहुन्न? जीवनमा यस्ता धेरै परिस्थितिहरू हुन्छन् जहाँ हामी यी प्रश्नहरूमा लिन्छौँ। वास्तवमा परमेश्वर हामीले ख्रीष्टमा शैतान विरुद्ध प्राप्त गरेको अधिकार प्रयोग गरेको चाहनुहुन्छ। उहाँले हामीलाई दिनुभएको अधिकारको पछाडि उहाँको वचन छ। तर धेरै पटक हामी त्यसै झुक्किदिन्छौँ र शैतानलाई आफूमाथि हिँड्न दिन्छौँ। अनि परमेश्वरले शैतान विरुद्ध केही गर्नुहुन्छ कि भनेर पर्खिबस्छौँ। हामीले वचनमा आफ्नो स्थान लिई शैतान विरुद्ध अधिकार प्रयोग गरेर शैतानलाई सुइँकुच्चा ठोक्न बाध्य पार्नुको सट्टा हामी त्यसै निरह बनिरहन्छौँ। ख्रीष्टमा आफूले प्राप्त गरेको अधिकार वचनमा अडिएर प्रतिकूल परिस्थितिमा ख्रीष्टमा हाम्रो प्राप्त गरेका आशिषहरू दाबी गर्दै हामी आफै शैतान विरुद्ध खडा हुनुपर्छ। विश्वासीहरूसँग पृथ्वीमा शैतानमाथि अधिकार छ भन्ने कुराको दोस्रो प्रमाण स्वरूप प्रभु येशूले याकुब 4 अध्याय त्यसको 7 पद दिनुभयो। त्यहाँ यस्तो लेखिएको छ, यसकारण परमेश्वरमा आफैलाई समर्पण गर, शैतानको विरोध गर र त्यो तिमीहरूबाट भाग्नेछ। शैतानको विरोध गर भनेर याकुबले मण्डली अर्थात् विश्वासीहरूलाई भनेका हुन्। प्रभु येशूले मलाई भन्नुभयो, याकुबले तिम्रो पास्टर कहाँ जाऊ र उनलाई शैतानको विरोध गर्न लगाऊ भनेनन्। न त उनले अन्य क्रिस्चियनहरूलाई शैतानको विरुद्ध गर्न लगाऊ भनी सिकाए। तिमीले नै दियाबलसको विरोध गर्नुपर्छ भनी उनले बताएका छन्। तिमीसँग शैतानमाथिको अधिकार थिएन भने तिमीले त्यसको विरोध वा
प्रतिकार गर्न सक्दैन थियो। मैले यो सत्यतालाई देखेँ। याकुबले जाऊ शैतान निकाल्नका लागि प्रभु येशूलाई बोलाऊ भनेनन्। उनले यो पनि भनेनन् परमेश्वरलाई दुष्ट आत्माको प्रतिवाद गर्न लगाऊ। उनले त यसो भनेका छन्, तिमी शैतानको विरोध गर र शैतान तिमीबाट भाग्नेछ। याकुब 4:7। यो वाक्यको कर्ता तिमी हौ। पछि मैले शब्दकोशमा भाग्नु भन्ने शब्दको अर्थ हेरेँ अनि भाग्नु भनेको एउटा अर्थ कुनै कुराबाट अथवा कोही व्यक्तिबाट डराएर भाग्नु लेखेको पाएँ। भूत आत्मा तथा दुष्ट आत्माहरू हामीसँग डराउँदैनन्, तर उनीहरू प्रभु येशूसँग भने निश्चय नै डराउँछन्। हामी प्रभु येशूका प्रतिनिधिहरू हौँ। त्यसकारण हामी ख्रिस्टमा भएकाले प्रभु येशू ख्रिस्टको नाउँमा हामीले आफ्नो अधिकार प्रयोग गर्यौँ भने दुष्ट आत्माहरू हामीबाट भाग्नेछन्। कसैले यसो भनेका छन्, म प्रार्थना बिन्ती पेश गर्छु र प्रचारकलाई प्रार्थना गर्न लगाउँछु। म हेगन दाईलाई प्रार्थना गर्न लाउँछु। उहाँसँग विश्वास छ, सायद उहाँले प्रार्थना गर्दा शैतानले मलाई एक्लै छोड्नेछ। होइन, प्रत्येक विश्वासी आफैले शैतानमाथिको आफ्नो अधिकार प्रयोग गर्नुपर्छ। आफ्ना निम्ति प्रार्थना वा शैतानलाई डाँट्न हामीले अरू कसैलाई बिन्ती गरिरहनु पर्दैन। तपाईँले अनुमति नदिएसम्म शैतानले तपाईँको जीवनमा कुनै अधिकार प्राप्त गर्ने छैन। निश्चय नै शैतानमाथिको आफ्नो अधिकार तपाईँले प्रयोग गर्नु भएन भने वा शैतानले तपाईँको जीवनमा ल्याउने बाधा अर्चना तथा परीक्षाको समयमा तपाईँ आफ्नो अधिकारमा खडा हुनु भएन भने त्यो परिस्थितिको समाधानका निम्ति केही पनि गर्न सकिन्न, किनभने प्रभु येशूको नामद्वारा यस पृथ्वीमा अकत्यार प्राप्त व्यक्ति तपाईँ नै हुनुहुन्छ। त्यसपछि तेस्रो प्रमाणका रूपमा प्रभु येशूले मलाई पहिलो पत्रुस 5:8-9 दिनुभयो। त्यहाँ यस्तो लेखेको छ, सचेत रहौ, जागा रहौ, तिमीहरूको शत्रु दियाबलस कसलाई भेटाउँ र खाइहालौँ भनी गर्जने सिंह चाहिँ खोजी हिँड्छ। विश्वासमा दरिला भएर त्यसको विरोध गर र किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्तै कष्टको अनुभव गरिरहनु परेको छ। बाइबलले हाम्रो शत्रु दियाबलस हो भनेको छ। यसबाट नै हामी बुझ्न सक्छौँ कि हाम्रो एउटा शत्रु छ। शत्रुको अर्थ विरोधी वा प्रतिपक्षी हुन्छ। यसको अर्थ हाम्रो विरुद्धमा तैनात भएको समूह भन्ने हुन्छ। तर याद गर्नुहोस्, यो पराजित शत्रु हो। त्यसकारण यो केवल गर्जने सिंह चाहिँ खोजी हिँड्छ। बाइबलले त्यसलाई गर्जने सिंह भनेको छैन। यसको अर्थ तपाईँको शत्रु वास्तविक होइन भन्ने पनि होइन। तपाईँको शत्रु वास्तविक रूपमा छ, तर त्यो प्रभु येशू ख्रिस्टद्वारा पराजित भइसकेको छ अथवा हराइसकेको छ। किन शैतान गर्जने सिंह झैँ हिँडिरहेको छ? किनभने त्यो कसलाई भेटाउँ र खाइहालौँ भनी खोजी हिँडेको छ। त्यो पापीहरूलाई भेटाउँ र खाइहालौँ भनी खोजी हिँडेको छैन। ती त पहिलादेखि नै शैतानका हुन्। शैतान क्रिस्चियनहरूलाई खाइहालौँ भनी खोजी हिँडिरहेको छ। क्रिस्चियनहरूले अनुमति दिए भने उनीहरूलाई आफ्नो शिकार बनाउनेछ। शैतान विरुद्ध तपाईँ के गर्नुहुन्छ? अथवा शैतानको सामना तपाईँ कसरी गर्नुहुन्छ? के तपाईँ अस्ट्रिच चरा चाहिँ आपदमा टाउको लुकाएर बस्यो भने दुष्ट आत्मा फर्केर आफ्नै बाटो जानेछ भनी ठान्दै हुनुहुन्छ? वा त्यसै गर्न प्रयास गर्दै हुनुहुन्छ? कतै अन्जानमै त्यसको शिकार हुने बाटोमा लाग्नु भएको त छैन? छैन। 1000 पटक होइन। आत्माको तरवार अर्थात् परमेश्वरको वचन, प्रभु येशूको नाम लिएर आफ्नो स्थानमा खडा हुनुहोस् र शैतानमाथि येशू ख्रिस्टले हासिल गर्नुभएको विजयमा उभिनुहोस्
शैतान तपाईँबाट सुइँकुच्चा ठोक्नेछ। ईस्वी सम्वत 1952 सालको यो दर्शनमा जब प्रभु येशू म कहाँ प्रकट हुनुभयो, त्यो चङ्गाइको जागृति बढेर गएको बेला थियो। यसकारण मानिसहरूमा छुट्टै प्रकारको जोस उमङ्ग थियो र ती दिनमा केही मानिसहरू आज जस्तै शैतान र दुष्ट आत्माको विषयमा विभिन्न शिक्षाका पछि लागिरहेका थिए। यो विषयमा उनीहरू मत बाँडिएको थियो। यही गल्तीका कारण प्रभु येशूले दुष्ट आत्माको विषयमा मानिसहरूलाई भएको गलत बुझाइलाई सुधार्नु परेको थियो, ताकि ख्रिस्टको मण्डली फेरि आफ्नो मार्गमा फर्कियोस् र सडकको मध्य भागमा चलोस्। हाम्रो समस्या के हो भने हामीमा भएको दुष्ट आत्माको समस्या अर्कै व्यक्ति आए सावधान गरिदियोस् भन्ने हामी चाहन्छौँ। यो पत्र पत्रुसले मण्डलीका निम्ति लेखेका हुन् भन्ने कुरा याद गर्नुहोस्। उनले यो पत्र पापीहरूका निम्ति लेखेका थिएनन्। अर्को शब्दमा भन्दा उनले क्रिस्चियनहरूलाई दुष्ट आत्माको प्रतिकार गर्न भनिरहेका छन्। यदि दुष्ट आत्माको सामना गर्न असम्भव थियो भने पत्रुसले यो शिक्षा दिने थिएनन्। पवित्र शास्त्रका यी खण्डहरू देखाएर दुष्ट आत्मामाथि विश्वासीहरूको अधिकार छ भन्ने कुरा प्रमाणित गरेपछि उहाँले मलाई भन्नुभयो, यदि पत्रुस आजकालका केही विश्वासीहरू जस्ता भएका भए सायद उनले यसो भन्ने थिए, हाम्रा सहकर्मी मित्र पावललाई परमेश्वरले अत्यन्त अद्भुत रीतिले प्रयोग गरिरहनु भएको छ भन्ने खबर प्राप्त भएको छ। पावलले बिरामीका कपडा तथा रुमालमाथि हात राख्दा ती बिरामीहरूले चङ्गाई तथा छुटकारा पाइरहेका छन्। त्यसकारण पावललाई एक पत्र लेखेर एउटा रुमाल मगाउने सल्लाह म तिमीलाई दिन्छु। तर पत्रुसले विश्वासीहरूलाई यसो भनेनन्। पत्रुसले त विश्वासीहरूलाई यसो भनेका छन्, शैतान विरुद्ध तिमीहरू आफैले केही गर्नुपर्छ। फेरि पहिलो पत्रुस 5:9 ध्यान दिनुहोस्। विश्वासी दरिला भएर त्यसको विरोध गर, यस वाक्यको कर्ता तिमी हौ। तपाईँ शैतानको विरोध गर्नुहोस् र त्यो तपाईँबाट भाग्नेछ। तपाईँ परमेश्वरको वचनमाथिको तपाईँको विश्वासमा दरिलो भएर त्यसको विरोध गर्नुहोस्। यसले तपाईँलाई तपाईँको जीवनमा शैतानको विरोध गर्न सक्ने व्यक्ति तपाईँ मात्र हुनुहुन्छ, अर्थात् तपाईँ बाहेक अरू कसैले तपाईँको जीवनमा दुष्ट आत्माको विरोध गर्न सक्दैन भन्ने सत्यतालाई ल्याइ पुर्याउँछ। परमेश्वरले आफ्नो वचनमा भन्नुभएका कुराको विश्वासमा दरिलो भएर शैतानको विरोध गर्नुहोस्। प्रभु यीशुले मलाई भन्नुभयो, यसै कारणले गर्दा यदि तिमीले उक्त दुष्ट आत्मालाई डाँटेर नभगाएको भए मैले त्यसलाई भगाउन सक्ने थिएन। त्यो कुरालाई मैले अहिले बुझेँ। प्रभु यीशु ख्रिस्टको शरीर भएका कारण येशू र बिचमा उफ्रिएर आएको त्यो दुष्ट आत्मामाथि मसँग अधिकार थियो र यदि मैले आफ्नो अधिकार त्यस दुष्ट आत्मामाथि प्रयोग गरेको थिएन भने त्यो काम अरू कसैले गर्न सक्ने थिएन। त्यसैले तपाईँले परमेश्वरको वचनद्वारा शैतानलाई भगाउनुपर्छ। यद्यपि तपाईँको मन परमेश्वरको वचनद्वारा नवीकरण भएको छैन भने तपाईँ समस्यामा पर्नुहुनेछ। मनमा वचन स्थापित नभइउन्जेल तपाईँले उनीहरू विरुद्ध उचित कदम चाल्न जान्नुहुने छैन र ज्ञानको कमीले गर्दा तपाईँले शैतानलाई आफूमाथि विजय हासिल गर्न अनुमति दिनुहुन्छ। तपाईँसँग वचनको ज्ञान नहुँदा ख्रिस्टमा म को हुँ र मसँग के छ भनी तपाईँलाई थाहा हुँदैन। पवित्र आत्माबाट चौथो प्रमाणका रूपमा प्रभु यीशुले मलाई एफिसी 4:27 दिनुभयो, जसले शैतानमाथिको अधिकार विश्वासीहरूसँग मात्र छ भनी प्रमाणित गर्छ। दियावलसलाई मौका नदेऊ। एफिसी 4:27। पावलले क्रिस्चियनहरूलाई पत्र लेख्दै भनेका थिए, दियावलसलाई मौका नदेऊ। बाइबलले आफ्नो जीवनमा दुष्ट आत्मा
दुष्ट आत्मालाई कुनै स्थान नदेऊ भनेको छ। यसको अर्थ यो तपाईँको रोजाइको कुरा हो र तपाईँले यसलाई मौका दिने इच्छा गर्नुभयो भने दिन सक्नुहुन्छ। अनि परमेश्वरतर्फ यदि तपाईँलाई शैतानलाई आफूमाथि कुनै मौका नदिई बस्न सक्नुहुन्छ भने त्यसले तपाईँसँग निश्चय नै शैतानमाथिको अधिकार छ भन्ने कुरालाई जनाउँछ। वास्तवमा तपाईँले स्वइच्छाले वा अज्ञानताका कारण वा आफ्नो अधिकार प्रयोग नगरेका कारण शैतानलाई कुनै स्थान नदिएसम्म त्यसले तपाईँको जीवनमा कुनै स्थान लिन सक्ने छैन। शैतानलाई आफ्नो जीवनमा कुनै पनि स्थान नदिन तपाईँ के गर्नुपर्छ? तपाईँ सर्वप्रथम परमेश्वरप्रति समर्पित हुनु जरुरी छ। त्यसपछि मात्र तपाईँ शैतानको प्रतिकार गर्न अवस्थामा हुनुहुन्छ। त्यसपछि जब तपाईँले शैतानको विरोध वा प्रतिकार गर्नुहुन्छ तब त्यो तपाईँबाट भाग्नेछ। लुका 4:7 भन्दा खोजेको कुरा चाहिँ यो हो। जब प्रभु येशूले मलाई पवित्र शास्त्रका यी खण्डहरू देखाउनु भयो तब हामी कहाँ चुकिरहेका रहेछौँ भनी मैले जाने। परमेश्वरले हाम्रा लागि दुष्टलाई हप्काई निकाल्नुहुनेछ भनेर मण्डलीले सोचेको छ वा प्रभु येशूले हाम्रो जीवनमा दुष्ट आत्माको समस्या समाधान गर्न केही गर्नुभएको होस् भनी हामीले चाहना गरिरहेका छौँ। अनि कतिपटक दुष्ट आत्मामाथि हामीसँग भएको अधिकार हाम्रो जीवनमा अरू कसैले प्रयोग गरियोस् भन्ने हामी चाहन्छौँ। तर यी सबै कुराले काम गर्दैनन् किनभने प्रभु येशूले त्यो अधिकार हामी प्रत्येकलाई दिनुभएको छ। त्यसपछि प्रभु येशूले मलाई भन्नुभयो 2 वा 3 को सट्टामा मैले तिमीलाई दिन्छु भनेका 4 बाइबलीय साक्षीहरू यिनै हुन्। पहिलो म हुँ, दोस्रो याकुब र हुन्, तेस्रो पत्रुस हुन्, चौथो चाहिँ पावल हुन्। पवित्र शास्त्रका यी खण्डहरूले यो तथ्यलाई स्थापित गर्छन् कि पृथ्वीमा विश्वासीहरूसँग अधिकार छ किनभने मैले शैतानमाथिको मेरो अधिकार मण्डलीहरूलाई अर्थात् ख्रिस्टको शरीरलाई सुम्पेको छु। यदि विश्वासीहरूले आफै शैतान विरुद्ध केही गरेनन् भने तिनीहरूको जीवनमा दुष्ट आत्मा विरुद्ध केही पनि हुने छैन। हाम्रो जीवनमा शैतान विरुद्ध आफूले गर्नुपर्ने सम्पूर्ण काम परमेश्वरले हामीलाई नै गरिसक्नु भएको छ किनभने परमेश्वरले प्रभु येशूलाई शैतानमाथिको विजय हासिल गरी त्यसलाई पच्युत गर्नका निम्ति पठाउनु भयो। त्यसपछि यदि हामीले शैतानलाई आफूमाथि अधीन गर्न दिइरहेका छौँ भने यसको कारण हामी वचनमा उभिएर शैतान विरुद्ध खडा नहुनु नै हो। पवित्र शास्त्रका अन्य साक्षीहरू रोमी 6:14 किनकि पापले तिमीहरूमाथि राज्य गर्ने छैन किनकि तिमीहरू व्यवस्थाको अधीनमा छैनौ तर अनुग्रहको अधीनमा छौ। विश्वासीहरूलाई पत्र लेख्दै पावलले भन्छन् पापले तिमीहरूमाथि राज्य गर्ने छैन। रोमी 6:14। अर्को एक अनुवादले भनेको छ किनकि पापले तिमीहरूमाथि प्रभुत्व गर्ने छैन। यदि कुनै कुराले वा व्यक्तिले तपाईँलाई अधीन गरिरहेको छ भने तपाईँमाथि त्यसको अधिकार छ। पापले त्यसमाथि प्रभुत्व गर्नु हुँदैन भनेर बाइबलले बताएको छ। पाप र शैतान पर्यायवाची अर्थात् उस्तै दिने शब्दहरू हुन्। माथिको वाक्यलाई यसरी पढ्नु अन्यायपूर्ण हुने छैन। शैतानले तिमीहरूमाथि राज्य गर्ने छैन। शैतानले तपाईँमाथि किन राज्य गर्ने छैन? किनभने यदि तपाईँ नयाँ जन्म पाउनु भएको छ भने तपाईँ पाप र मृत्युको व्यवस्थामा हुनुहुन्न, तपाईँ अनुग्रहको अधीनमा हुनुहुन्छ। रोमी 6:12 अनि 8:2 शैतान तपाईँको प्रभु होइन, येशू तपाईँको प्रभु हुनुहुन्छ। कलोसी 1:13 त्यसैले
तपाईँले अनुमति नदिउन्जेल पाप वा शैतानको तपाईँमाथि राज्य गर्न सक्ने छैनन्। शैतानले राज्य गर्न सक्ने छैनन्। यूहन्नाले पनि विश्वासीहरूलाई पत्र लेख्दै यही विषयका बारेमा बताएका छन्। हेर्नुहोस्, पहिलो यूहन्ना 4 अध्यायको 1 अनि 1देखि 4सम्म। प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनी तिनीहरूको जाँच गर, किनभने धेरै झुटा अगमवक्ताहरू यस संसारमा निस्किएका छन्। यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट परमेश्वरमा आउनुभएको, येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ, सो परमेश्वरबाटको हो। येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट आएका होइनन्, तर ती ख्रीष्ट विरोधीको आत्मा हो, जसको विषयमा त्यो आउँछ भन्ने तिमीहरूले सुनेका छौ। अब त्यो यस संसारमा आइसकेको छ। मेरा साना बालकहरू, तिमीहरू चाहिँ परमेश्वरका हौ र तिनीहरूमाथि विजय भएका छौ, किनभने जो तिमीहरूमा हुनुहुन्छ उहाँ चाहिँ संसारमा हुने भन्दा महान हुनुहुन्छ। पहिलो पदले भनेको छ, प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर। निश्चय नै यो वचन अहिले पनि लागू हुन्छ। आज धेरै मानिसहरू हरेक प्रकारका आत्मा तथा दर्शन, प्रकटीकरण जस्ता सबै आत्मिक अनुभवहरूलाई विश्वास गर्छन्, तर होइन, हामीले परमेश्वरको वचनको प्रकाशलाई हरेक आत्मिक अनुभवलाई जाँच्नुपर्छ। प्रभु येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार नगर्ने कुनै पनि आत्मा परमेश्वरबाटको होइन। पहिलो यूहन्ना 4 अध्यायको 3 पद। कुनै पनि प्रकारका आत्मालाई ठ्याक्कै विश्वास नगर्नुहोस्, यूहन्ना भन्छन्, तर तिमीहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनीहरूको जाँच गर, किनभने धेरै झुटा अगमवक्ताहरू यस संसारमा निस्किआएका छन्। पहिलो यूहन्ना 4 1 पद। बाइबलले झुटा अगमवक्ताहरूलाई दुष्ट आत्मासँग जोडेर कुरा गरेको छ भन्ने कुरालाई याद गर्नुहोस्। अगमवक्ताहरू आत्मिक क्षेत्रमा सक्रिय हुन्छन् र उनीहरू पवित्र आत्माको अगुवाईमा चल्छन्, तर धेरै अवस्थाहरूमा विभिन्न छुट्टाउन नसकेकाले उनीहरू खराब आत्माको प्रभावमा पर्छन्। 14 पदले भन्छ, मेरा साना बालकहरू, तिमीहरू चाहिँ परमेश्वरका हौ। यसले ख्रीष्टमा हामीले पाएको स्थानलाई जनाउँछ। परमेश्वरले बिना गलानी खडा हुनु सक्ने हाम्रो अवस्था जनाउँछ। यसले त शैतानमाथि पाएको अधिकारलाई पनि जनाउँछ। शैतानमाथि पाएको अधिकारलाई पनि जनाउँछ, किनभने परमेश्वरको सन्तान भएका कारणले हामी स्वर्गीय स्थानहरूमा ख्रीष्टसँगै बसाइएका छौँ। एफिसी 1 अध्याय त्यसको 20 पद। त्यसो भए यो पदको बाँकी भागले के भन्छ त? मेरा साना बालकहरू, तिमीहरू चाहिँ परमेश्वरका हौ, तिनीहरूमाथि विजय भएका छौ। पहिलो यूहन्ना 4:4। तिनीहरूले कसलाई इङ्गित गर्दैछ? विश्वासीहरू को माथि विजय भएका छन्? तिनीहरूले ती दुष्ट आत्मालाई जनाएको छ, जसको विषयमा यूहन्नाले अघिल्ला पदहरूमा चर्चा गरेका थिए। अर्को शब्दमा भन्दा प्रभु येशूले शैतानलाई पराजित गर्नुभयो अनि आफू येशू ख्रीष्टमा भएका कारण शैतानमाथिको उहाँको विजय हाम्रो विजय हो। हामीले ख्रीष्टमा शैतानको पराजयलाई स्थापित गर्नुपर्छ। यसका लागि हामीले परमेश्वरको वचनमा आधारित भएर शैतान विरुद्ध सशक्त उभिनुपर्छ। बाइबलले यसो भन्दैन, तिमीले
दुष्ट आत्मा तथा भूत आत्मालाई समान तरिकाले पराजित गर्छौ, त्यसले त यसो भनेको छ, तिमीले शैतान तथा दुष्ट आत्माहरूलाई पराजित गरेका छौ, किनभने जो तिमीहरूमा हुनुहुन्छ उहाँ संसारमा हुने भन्दा महान हुनुहुन्छ। बाइबलले बताउँछ यो रहस्य ख्रिस्ट तिमीहरूमा हुने हो, यो रहस्य चाहिँ ख्रिस्ट तिमीहरूमा हुनु हो, जो महिमाको आशा हुन्छ। कलोसी 2:27 प्रभु यीशुले प्रधानताहरू र शक्तिहरूलाई निशस्त्र पारी ती सबैमाथि क्रुसमा विजय प्राप्त गर्नुभएको छ। तिनलाई खुल्ला तमासा बनाइदिनु भएको छ। कलोसी 2:15 अन्त प्रभु यीशुले सबै शैतान तथा दुष्ट आत्माहरूलाई जित्नुभएको हुनाले र तपाईँ परमेश्वरमा हुनुभएको हुनाले ख्रिस्ट येशूको विजय तपाईँको विजय हो। त्यो भूतकालमा भएको सत्य क्रिया हो, यथार्थ हो। जब प्रभु यीशुले शैतान र त्यसका सारा दुष्ट आत्मा तथा भूत आत्मामाथि विजय प्राप्त गर्नुभयो, तब शैतान परमेश्वरले त्यो कामलाई सारा विश्वासीहरूले गरे चाहिँ देख्नु भयो, किनकि हामी ख्रिस्टमा छौँ। उहाँ हाम्रो प्रतिस्थापना हुनुहुन्थ्यो। उहाँले हाम्रा निम्ति शैतानलाई पराजित गर्नुभयो, हाम्रा लागि होइन। उहाँले हाम्रा निम्ति शैतानलाई पराजित गर्नुभयो, आफ्ना लागि होइन। त्यसकारण यदि तपाईँले नयाँ जन्म पाउनुभएको छ भने तपाईँभित्र महान परमेश्वर बास गर्नुहुन्छ, जसले शैतानमाथि पूर्ण विजय प्राप्त गर्नुभयो। आफ्ना वरिपरि सधैँ भूतात्माहरूको विषयमा कुरा गर्दै शैतानको बढाइ गर्दै हिँड्ने व्यक्तिहरूदेखि आफूलाई साह्रै रिस उठेको कुरा एकपटक जनजी लेकले बताए। ती मानिसहरूलाई उनी हकार्न चाहन्थे। उनीहरू जहिले पनि शैतान त्यसको मानिसका जीवनमा गरिरहेका काम अनि पृथ्वीमा त्यसका गतिविधिहरूको बारेमा कुराकानी गर्दै शैतानको बढाइ गर्थे। लेखले यसरी भनेका छन्, कोही मानिसहरू शैतान एक भयङ्कर ठुलो दैत्य हो र परमेश्वर चाहिँ सानो 1-2 फिट अल्गो व्यक्ति हुनुहुन्छ भनी असाय दिने खालका गफ गरिरहेका हुन्छन्। यस्ता कुरा गर्ने मानिसहरू भन्छन् शैतानको बाटो हेरेर सतर्क रहनु नै उत्तम हुन्छ। यिनीहरू शैतानप्रति यति सचेत हुन्छन् कि उनीहरू अत्यन्तै मुस्किलले मात्र प्रभु यीशुको कुरा सुन्छन्। तपाईँ शैतानको जति बढाइ गर्नुहुन्छ त्यो तपाईँको जीवनमा त्यति नै विशाल बन्नेछ। कोही विश्वासीहरूसँग शैतान र त्यसको सामर्थ्यप्रति धेरै सम्मान भए जस्तो देखिन्छ। उनीहरूले परमेश्वरलाई भन्दा धेरै शैतानलाई विश्वास गरे जस्तो देखिन्छ। ख्रिस्टमा आफ्नो स्थान लिनुहोस्, परमेश्वरको वचनमा खडा हुनुहोस्, सधैँ शैतानको कुरा मात्र गर्ने अनि त्यसलाई महिमा दिने मानिसहरूसँग संगत गर्दा होसियार हुनुहोस्। मानिसहरूले चलाउने आत्मिक हो हल्लाको पछि नलाग्नुहोस्, वचनमा रहिरहनुहोस्। शैतानका काम होइन, परमेश्वरको वचन प्रचार गर्नुहोस्। बाइबलीय शिक्षाको सवालमा खडा सडकको मध्य भागमा रहनुहोस् र भूत आत्माको विषय लगायत कुनै पनि क्षेत्रमा चरमबिन्दुमा नजानुहोस्। तपाईँले शैतानलाई खोज्दै जानु पर्दैन, तर यदि देखा पर्यो भने लात हानेर खेदाउनुहोस्। प्रभु यीशुको नाउँमा तपाईँसँग त्यसमाथिको अधिकार छ। वचनद्वारा शैतानलाई भगाउनुहोस्। तब तपाईँले ख्रिस्टमा म को हुँ भनी थाहा पाउनुहुनेछ र शैतानमाथिको आफ्नो अधिकारको सही स्थापना ग्रहण गर्नुहुनेछ। तब तपाईँलाई आफ्नो अधीनमा राख्न
सक्दैन भन्ने कुरा शैतानलाई थाहा छ।